साथीहरू, हजुरहरूलाई थाहा छ क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो प्रदेश कुन हो भनेर? यदि थाहा छ भने हजुरहरूले कमेन्ट गर्नुहोस् त कतिजनाको मिल्दो रहेछ। साथीहरू, आजको भिडियो कुन प्रदेशमा कति जिल्ला रहेका छन् भन्ने विशेष, त्यो पनि ट्रिक सहित रहेको छ। भिडियोको अन्तिमसम्म हेर्नुभयो भने कहिले नबिर्सिने गरी दिमागमा सेट हुनेछ। साथीहरू, मैले ढिलो नगरिकन सुरु गर्न चाहे है त। साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ प्रदेशगत रूपमा जिल्लाको संख्या। सबैभन्दा धेरै जिल्ला भएको प्रदेश कोशी प्रदेश हो भने 14वटा, र सबैभन्दा थोरै जिल्ला भएको मध्य प्रदेश हो साथीहरू 8वटा। त यो कुन प्रदेशमा कति जिल्ला छन् भनेर हामी ट्रिकसँग पढ्यौँ भने साथीहरू दिमागले लामो समयसम्म याद राख्छ। त्यसैले भिडियोको अन्तिमसम्म हेर्नु होला है त। साथीहरू, हामीले सुरु गरौँ। कोशी प्रदेशलाई भनौँ कुर्ची भनौँ, र 14लाई भनौँ चौधरी है त। साथीहरू, सम्झने कसरी भन्दा जिल्लाको कुर्चीमा चौधरी बस्छन् भनेर सम्झिनुहोस्। के रे जिल्लाको कुर्चीबाट सम्झिनुभयो कोशी प्रदेशमा जिल्लाको संख्या, त को बस्छन्? चौधरीबाट कोशी प्रदेशमा जिल्ला छन् 14। त्यसै गरी मध्य प्रदेशमा कति जिल्ला छन् साथीहरू? 8वटा। अब मधेसलाई भनौँ म देश भनेर भनौँ है। अब हेर्नुहोस् त, जिल्लामा मानिसहरू म देशमा केही गर्ने आँट गर्छु भन्छन्। के भन्छन् रे भन्दा जिल्लाका मानिसहरू म देशमा केही गर्ने आँटबाट मध्य प्रदेशमा कति जिल्ला छन्? 8वटा भनेर सम्झिन सक्नुहुन्छ। त्यसै गरी बागमती प्रदेशमा 13वटा। अब बागमतीलाई भनौँ बाघ मात्तियो, र 13लाई भनौँ तीर। अब हेर्नुहोस् त, जिल्लामा बाघ मात्तिदा तीर हान्यो। के रे साथीहरू, जिल्लामा बाघ मात्तिदा तीर हान्योबाट बागमती प्रदेशमा कति जिल्ला छन्? 13 जिल्ला छन् भनेर सम्झिन सक्नुहुन्छ। त्यसै गरी गण्डकी प्रदेशमा कति जिल्ला छन्? 11वटा। अब गण्डकीलाई के भनेर सम्झ्यौँ भन्दाखेरि गण, GUN, गण भनेर सम्झौँ है। अब हेर्नुहोस् त, जिल्लामा गण एक जनाले बोक्छन् भनेदेखि गण्डकी प्रदेशमा जिल्ला कति छन्? एकबाट एकले एक 11 भनेर हजुरले सम्झिन सक्नुहुन्छ। त्यसै गरी लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला रहेका छन्? 12वटा। सम्झिने कसरी साथीहरू? लुम्बिनीलाई भनौँ लम्बु है। अब जिल्लामा लम्बु बारमा गएर बस्छ भनेर सम्झिनुहोस् है। बार भनेको डिस्को बार, डान्स बार, जे सम्झिनुहोस्। जिल्लाको एकजना लम्बुबाट के सम्झिनुभयो भन्दा लुम्बिनी प्रदेशको जिल्ला। ए साथीहरू, जिल्लाको लम्बु कहाँ गएर बस्थ्यो रे भन्दाखेरि बारबाट लुम्बिनी प्रदेशमा कति जिल्ला छन्? 12वटा छन् भनेर सम्झिन सक्नुहुन्छ। त्यसै गरी कर्णाली प्रदेशमा जिल्ला कति छन्? 10वटा। कर्णालीलाई नाली भनौँ, 10लाई बस भनौँ भन्दाखेरि जिल्लाको नालीमा पल्टियो बस। कर्णाली प्रदेशमा जिल्ला छन् 10, जिल्लाको नालीमा पल्टियो बस भनेर यसरी सिम्पल ढङ्गले बुझ्न सक्नुहुन्छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशमा कतिवटा जिल्ला छन्? 9वटा। अब सुदूरका जिल्ला कस्ता छन्? नयाँ छन् भनेर सम्झिनु पर्यो। नयाँ मतलब 9वटा छन् भनेर आरामले सम्झिन सक्नुहुन्छ। एकपटक रिकल गरौँ है त। जिल्लाको कुर्चीमा चौधरी बस्छन्, कोशी प्रदेशमा जिल्ला 14। जिल्लामा मानिसहरू म देशमा केही गर्ने आँट गर्छन्, मतलब मध्य प्रदेशमा जिल्ला 8। जिल्लामा बाघ मात्तिदा तीर हान्यो, मतलब बागमती प्रदेशमा जिल्ला छन् 13। जिल्लामा गण एक जनाले बोक्छन्, मतलब गण्डकी प्रदेशमा जिल्ला छन् एकले एक 11। जिल्लामा लम्बु बारमा गएर बस्छ, मतलब लुम्बिनी प्रदेशमा जिल्ला छन् 12। जिल्लाको नालीमा पल्टियो बस, कर्णाली प्रदेशमा जिल्ला छन् 10। सुदूरका जिल्ला नयाँ छन् मतलब सुदूरपश्चिम प्रदेशमा जिल्ला छन् 9वटा भनेर हजुरले आरामले सम्झिन सक्नुहुन्छ। साथीहरू, हजुरहरूलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। र साथीहरू, हाम्रो फुल सिलेबस जीके ई बुक विथ मेमोरी पावर टेक्निक्स प्रयोग गरेर बनाएका छौँ। हजुरहरूले यो नोट यदि प्राप्त गर्नुभयो भने 1 महिनामा पढ्नुपर्ने कुराहरूलाई 1 दिनमा रिकल गर्न सक्नुहुनेछ, 1 दिनमा कभर गर्न सक्नुहुनेछ। साथीहरू, यदि तपाईँलाई यो चाहिरहेको छ र तपाईँ यो कुराको लागि इच्छुक हुनुहुन्छ भने दिएको सम्पर्क नम्बरमा हामीसँग कल वा मेसेज गरेर जोडिन सक्नुहुन्छ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।